नमस्कार, दि एनालिस्ट ब्याङ्करको आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। यो ग्रस प्रफिट मार्जिनको संक्षिप्त सारांश हो। धेरै सामान बेच्दैमा मात्रै व्यापार सफल हुँदैन नि, होइन र? त्यसैले कच्चा पदार्थको प्रत्यक्ष खर्च कटाएर तपाईको व्यापार साँच्चै फाइदामा छ कि छैन भनेर स्पष्ट जाँच्न यो सूचक एकदमै महत्त्वपूर्ण छ। पहिलो कुरा, यो मार्जिन भनेको कुल बिक्रीबाट सामान बनाउन लाग्ने प्रत्यक्ष लागत मात्रै घटाएपछि बच्ने नाफा हो। जस्तै मानौ तपाईको एउटा चिया पसल छ। अब बेचेको एक कप चियाको मूल्यबाट चियापत्ती, दूध र चिनीको मात्र खर्च घटाउँदा जे बाँकी रहन्छ नि, हो त्यो नै तपाईको ग्रस प्रफिट हो। दोस्रो, यो मार्जिन सबै किसिमका व्यापारमा एउटै हुँदैन नि। सामान्य किनबेच वा ट्रेडिङ गर्नेहरूका लागि 10 देखि 20% सम्मको मार्जिन ठिकै मानिएला, तर उत्पादन गर्ने ठूला उद्योगहरूलाई त 20 देखि 40% सम्मकै ठूलो कुशन चाहिन्छ, किनभने कारखाना चलाउँदा लाग्ने अरू धेरै अप्रत्यक्ष खर्चहरू धान्न उनीहरूसँग प्रशस्त पैसा बच्नै पर्छ। अन्त्यमा उच्च मार्जिन हुनु भनेको तपाईले आफ्नो उत्पादनको एकदमै राम्रो मूल्य पाइरहनु भएको छ र खर्च पनि गजबले नियन्त्रण गरिरहनु भएको छ भन्ने स्पष्ट संकेत हो। तर यदि यो मार्जिन घट्न थाल्यो भने चाहिँ पक्कै सोच्ने बेला भयो। कि त उत्पादन खर्च बढिरहेको छ, कि तपाईले आफ्नो सामान अलि धेरै नै सस्तोमा बेचिरहनु भएको छ। समग्रमा भन्नुपर्दा प्रत्यक्ष उत्पादन खर्च कटाएर तपाईको व्यापारले कति प्रभावकारी रूपमा नाफा कमाइरहेको छ भन्ने कुरा यसले ऐना जस्तै छर्लङ्ग देखाउँछ। सही मूल्य निर्धारण र खर्च नियन्त्रण बिना व्यापार चलाउनु भनेको पाल परेको बाल्टीमा पानी भरे जस्तै मात्रै हो। आजको भिडियो मन परेमा हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट हुनेछ। धन्यवाद।